दर्शकवृन्द, सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकामा अन्तर्जातीय प्रेम सम्बन्धमा रहेका छोराले प्रेमिका भगाउँदा बुवालाई खाँबोमा बाँधेर कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। भोक्राहा नर्सिङ 8 का 21 वर्षीय धनराज शाह र वडा नम्बर 6 की 20 वर्षीय लक्ष्मी यादवले भागी विवाह गर्दा धनराजका बुवा गुडानन्दलाई लक्ष्मीको परिवारले यातना दिएका हुन्। विवाहपछि असन्तुष्ट लक्ष्मीको परिवार पक्षले गत कार्तिक 20 गते इनरुवाबाट घर फर्कदै गरेका धनराजका बुवा गुडानन्द लाई नियन्त्रणमा लिई घरको खाँबोमा बाँधेर कुटपिट गरेका हुन्। सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएका गुडानन्दले आफूमाथि कुटपिट भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएका छन्। घटनापछि केटीका बुवा उपेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। कुटपिटमा संलग्न अन्य केही व्यक्ति फरार रहेकाले प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। धनराज र लक्ष्मी स्कुल पढ्दादेखि नै प्रेम सम्बन्धमा थिए। उनीहरूले गत असारमा परिवारको सहमति बिना भागी विवाह गरेका हुन्। बिहेपछि गाउँमा बस्ने अवस्था नहुँदा उनीहरू अन्यत्रै बस्ने गरेका छन्। जातीय उत्पीडन, डर, धम्की र निरन्तर दबावका कारण घर छाड्न बाध्य भएको भन्दै केही दिन अघि विराटनगरमा पत्रकार सम्मेलन गरेर उनीहरूले घटनाको बारेमा जानकारी पनि गराएका छन्।